फेरि दुईवटा कम्पनीको आइपिओ आएको छ। अहिले आइपिओ को सिजनै चलेको छ। कतै तपाईँ आइपिओ मा इन्भेस्ट नगरी बस्नु भएको त छैन र यो भिडियो अन्तिमसम्म हेरेर दुईवटै आइपिओ अप्लाई गर्नुहोस्। यही फागुन 20 गतेबाट प्योर एनर्जी लिमिटेडले आइपिओ इस्यु गरेको छ। कम्पनीले पहिलो चरणको लागि स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि आइपिओ निष्कासन गरेको हो। यो कम्पनी गोल्यान्ड ग्रुप अन्तर्गतको सोलर कम्पनी हो। यसले फेस भ्यालु वा प्रकिता 100 रुपियाँको दरमा आइपिओ जारी गरेको छ। 1,60,000 किता सेयर बाँके जिल्लाका स्थानीय बासिन्दाहरूको लागि निष्कासन गरेको छ। यसमा बाँके जिल्लाका स्थानीय बासिन्दाहरूले न्यूनतम 10 र अधिकतम 16,000 कितासम्म आवेदन दिन सक्नेछन् र वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि 1,44,000 किता सेयर निष्कासन गरेको छ। यसमा 10 किता मात्र अप्लाई गर्दा राम्रो हुन्छ। यो आइपिओ फागुन 20 गतेदेखि चैत्र 5 गतेसम्म अप्लाई गर्न सकिन्छ। उक्त कम्पनीलाई केयर रेटिङ नेपालले BB रेटिङ दिएको छ। यसको अर्थ कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम छ भन्ने बुझिन्छ। यो कम्पनीको इस्यु म्यानेजर नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। जनरल पब्लिकलाई भने त्यो इस्यु क्लोज भएपछि मात्र जारी हुनेछ। म अपडेट लिएर आउने नै छु। र अर्को आइपिओ माइक्रो लाइफ इन्सुरेन्सको क्रिस्ट माइक्रो लाइफ इन्सुरेन्सले जनरल पब्लिकको लागि आइपिओ इस्यु गरेको छ। फागुन 22 गतेबाट पर किता 100 रुपियाँको दरले 18,45,000 किता आइपिओ निष्कासन गरेको छ। यो आइपिओ तपाईँले फागुन 22 गतेबाट फागुन 26 गतेसम्म अप्लाई गर्न सक्नुहुन्छ। न्यूनतम 10 र अधिकतम 10,000 कितासम्म अप्लाई गर्न सकिन्छ, तर 10 किता भन्दा बढी पर्ने सम्भावना छैन। यो कम्पनीको इस्यु म्यानेजर NIMBS क्यापिटल लिमिटेड रहेको छ। यो कम्पनीलाई इग्रा नेपालले BB रेटिङ दिएको छ। यसको अर्थ मध्यम जोखिम छ भन्ने बुझाउँछ। र आइपिओ सबैजनाले भर्नु होला र यस्तै अपडेटको लागि फलो गर्नुहोस्।